नमस्कार, म सुजन ढुङ्गाना बेस्ट भिजन ग्रुप अफ कम्पनी अन्तर्गतको यास भिजन रियालिटीमा छु र आज म बेस्ट भिजनको बारेमा कुराकानी गर्न गइरहेको छु। यो बेस्ट भिजन कसरी स्थापना भयो, यो यसमा केही समस्याहरू आयो र के कसरी सक्सेस भयो भन्ने विषयमा आज म यसै बेस्ट भिजनका चेयरम्यान मिस्टर सुभाष सरसँग छु। म उहाँसँग केही कुराहरू गर्न गइरहेको छु। हस्, धन्यवाद। बेस्ट भिजनको स्थापना कहिले भयो र कसरी भयो? बेस्ट भिजनको स्थापना भनेको 2023 सालमा दुबईको यो सरबडिजी मेट्रो स्टेसन एक्जिट नम्बर 1 बिएमआई बिल्डिङ फर्स्ट फ्लोर 106 मा हामीले स्थापना गर्यौं। यो बेस्ट भिजन स्थापना गर्ने क्रममा हामी पनि नयाँ थियौँ। स्पेसली भन्नुपर्दा त्यतिखेर मेरो उमेर पनि लगभग अलि सानो नै थियो र मैले धेरै स्ट्रगल गरेर धेरै मेरो एकदम नजिकको साथीहरूलाई अगाडि ल्याएर चाहिँ सबैजनाको साथ सपोर्टले गर्दाखेरि हामीले यो बेस्ट भिजन स्थापना गर्न हामी सफल भयौँ। तपाईँले यो बेस्ट भिजन स्थापना गरेको 3 वर्ष हुँदै गर्दाखेरि यो बिचमा कति सक्सेस हुनुभयो र यो बिचमा कति समस्याहरू आयो होलान् र बेस्ट भिजन यो कन्सल्टिङ भएको हुनाले कन्सल्टेन्सीलाई मान्छेहरूले कतिपय नराम्रो पनि भनिरहेको हुन्छन् होइन, फ्रडसँग पनि जोडिरहेको हुन्छन्। यो विभिन्न समस्याहरू आउँदै गर्दाखेरि चाहिँ के कसरी हजुरले फेस गर्नुभयो र यसको समस्या समाधानहरू चाहिँ कसरी गर्दै आउनु भइरहेको छ अहिले? हेर्नु, मैले जिन्दगीमा सिकेको कुराहरू सानै उमेरमा म 18 वर्षको उमेरमा दुबईमा आएँ र मैले धेरै सङ्घर्ष गरेँ, स्ट्रगल गरेँ, धेरै कम्पनीहरूमा काम गरेँ र त्यहाँबाट नै बटुलेको अनुभव र एक्सपिरियन्सलाई मैले रियालिटीमा लिएर आएँ। र मलाई के लाग्छ भने एउटा गन्तव्यमा हिँडेको एउटा यात्रा तय गरिसके पछाडि त्यो यात्रामा विभिन्न खालको चाहिँ बाधा अडचनहरू आइरहेको हुन्छ होइन। विभिन्न सधैँभरि तेर्सो मात्रै अथवा चाहिँ स्टेट मात्रै हुँदैन, कोही ठाउँ बाङ्गो पनि हुन्छ, घुमारो पनि हुन्छ, उकालो ओह्रालो हुन्छ, भन्ज्याङ चौतारीहरू हुन्छ। सबै कुराहरू हामीले फेस गर्दै जानुपर्छ, अनि मात्र गन्तव्यमा पुगिन्छ। हामी स्टार्टिङमा पाइला चालिसके पछाडि सानोतिनो कुराबाट खुट्टा कमाउने कुरा नै भएन होइन। अब धेरै यस्तो कुराहरू चाहिँ धेरै हुन्थ्यो। कतिले अब नेपालीहरूको बानी तपाईँलाई थाहै छ, खुट्टा तान्नेहरू धेरैभन्दा धेरै हुन्थे। अब कतिले सपोर्ट पनि गरे र यो कुराहरूलाई चाहिँ समग्रमा एज एन ओनर भइसके पछाडि चाहिँ यो सबै कुराहरू मिलाउँदै लिएर गएँ मैले। कतिपय ठाउँमा आफू एकदम तल परेर पनि कामहरू गरेँ, अलिकति भन भने अलिकति यताउति गरेर पनि सबै कुराहरू म्यानेजमेन्ट गर्दै गएँ, किनकि म आफै पनि एउटा सानै थिएँ र मेरो लागि ठुलो एउटा चुनौती पनि थियो बेस्ट भिजनलाई टिकाइराख्नलाई। मान्छेहरूले भन्थे कि केही समयको लागि मात्रै हो बेस्ट भिजन, अब यिनीहरूले एउटा रहरमा खोले छिटै बन्द हुन्छ भन्थे। बट आजको दिनमा एकदम सस्टेनेबल अगाडि बढिरहेको छ र हिजोको दिनमा मलाई होच्याउने मान्छेहरू, मलाई चाहिँ भनौँ न त्यो लेभलमा सोच्ने मान्छेहरू आज उहाँहरूलाई मेरै हेल्प चाहिन्छ र मैले त्यो लेभलले काम गरिरहेको छु। र हरेक आउने अब्स्टकलहरूलाई भयो, यो एकदम अपर्च्युनिटीहरूलाई चाहिँ मैले नेपाली दाजुभाइहरूसँगै जोडियोस् र हामी केही गर्न सकौँ भनेर नै मैले स्थापना गरेको यो बेस्ट भिजन। र आजको दिनसम्म आउँदा 3 वर्षमा धेरैभन्दा धेरै नेपाली दाजुभाइ दिदीबहिनीको सपना साकार गरिसकेको छ र निरन्तर अगाडि बढिरहेको छ। र हेर्नुहोस्, अब काम गर्ने क्रममा यो बाधा अर्चन भन्ने कुरा नआइकन त हामी पनि इम्प्रुभ हुँदैनौँ र यो जति पनि बाधा अर्चन आउँछ मैले यसलाई पनि हाम्रो एउटा सुधार्ने मौकाको रूपमा लिइरहेको हुन्छु सर। यो कुराकानी गर्दै गर्दाखेरि यसमा चाहिँ लगानी अरू कसैको पनि छ कि, अथवा कुनै विदेशी लगानीहरू अरू केही छ कि, अथवा यो तपाईँ यसमा सिङ्गल ओनर हुनुहुन्छ? हजुर, म सिङ्गल छु। यसमा म सिङ्गल छु र मैले स्टार्टिङदेखि नै मैले यो सिङ्गल नै गरेको हो। यसमा विदेशी लगानी भनेर कतिपयले बाहिर भन्नुहुन्छ अथवा कसैले लगानी गरिदिएको अथवा पार्टनरसिप भन्नुहुन्छ, तर त्यस्तो कोही पनि छैन। म एज एन सिङ्गल ओनर छु र म सँगसँगै हामी जतिजना टिम छौँ हामी एकदमै एक्टिभली टिम छौँ, सबै बिलो 30 नै छौँ। र त्यो भएको कारणले गर्दाखेरि मलाई यस्तो फिल हुन्छ कि म मात्रै ओनर हो भन्ने नै फिल हुँदैन। मलाई मेरो सबै सम्पूर्ण टिम नै यहाँको ओनर हो र सबैजना हामीले त्यही अनुसार रेस्पोन्सिबिलिटी लिएर बेस्ट भिजन अगाडि बढिरहेका छौँ। ठिक छ, यो एउटा राम्रो तरिकाले गर्नुभएको छ। र यसमा तपाईँको अब यसमा उद्देश्य चाहिँ के छ? केही समयमा यो बन्द हुन्छ कि अथवा यो लामो समयसम्म चल्छ? के उद्देश्यले चाहिँ यो अगाडि बढिरहेको छ त बेस्ट भिजन? हेर्नुहोस्, कुनै पनि अर्गनाइजेसन अगाडि बढ्नको लागि सम्भवतः सम्पूर्ण टिमको हात हुन्छ र मलाई त्यो सम्पूर्ण हातहरू एकदम राम्रोसँग चाहिँ मिलेको छ। त्यो भएको कारणले गर्दाखेरि अब बेस्ट भिजन बिलाउने अथवा बेस्ट भिजन हराउने भन्ने त त्यो सोच्न पनि सकिँदैन। अब हामी कसरी अगाडि बढ्ने भन्नेमा हाम्रो दिनरात अवरत खटेर हाम्रो
हाम्रो टिम खटेर हामी प्लानहरू गरिरहेको छौँ। जस्तो चाहिँ हामी हिजोको दिनमा पनि एउटा फेसबुकको प्लेटफर्ममा थियौँ, टिकटकको प्लेटफर्ममा थियौँ, इन्स्टाको प्लेटफर्ममा थियौँ। त्यसै गरी अबको दिनमा भने हामी युट्युबको प्लेटफर्ममा पनि हामी एकदम बुलन्द हिसाबमा आउँदैछौँ। हाम्रो सम्पूर्ण तयारीहरू भइरहेको छ र हामी अब युट्युब मार्फत पनि जसरी बेस्ट भिजनले विगत 3 वर्षदेखि तपाईँहरूलाई दुबईमा भएको विविध विषयमा चाहिँ हामी कुराकानी गर्दै आइरहेको थियौँ। कहिले बेसिकको बारेमा कुराकानी गर्छौँ, कहिले चाहिँ दुबईको सिस्टमहरूको बारेमा कुराकानी गर्छौँ, कहिले अपर्च्युनिटीको बारेमा कुराकानी गर्छौँ। यो समसामयिक घटनाक्रमलाई लिएर विविध विषयमा कुराकानी गर्दै आइरहेको 3 वर्ष भइसक्यो र अबको दिनमा पनि हामी युट्युब च्यानल मार्फत पनि हाम्रो यो सम्पूर्ण यो दुबईमा भएको रियालिटी जति नै रियालिटी क्रियाकलापहरूलाई चाहिँ हामी हाम्रो युट्युब च्यानल थ्रु पनि थ्रु आउट गर्छौँ र सम्पूर्णलाई जति नेपालदेखि दुबई आउन चाहन्छौँ उहाँहरूलाई डेफिनेटली यो कुराहरूले हेल्प गर्नेछ। र बेस्ट भिजन आफैले पनि अब यसको केही प्लानिङहरू भइरहेको छ, कसरी चाहिँ हाम्रो बिजनेसहरू अथवा कसरी चाहिँ हाम्रो अर्गनाइजेसन एक्सपान्ड गर्ने इन अ वर्ल्ड भन्ने कुराहरूमा। र यो क्रमै शुद्ध हुन्छ, एकैचोटि हुँदैन, किनकि यसलाई सबै कुरा मिलाउनु पर्ने छ, मिलाउँदै लिएर जानुपर्ने छ। अपर्च्युनिटी छ, मार्केट त्यही अनुसारको छ। आजको दिनमा यो रिक्रुटमेन्ट एजेन्सी भनिसके पछाडि मान्छेले अलिकति मुख खुम्च्याउँछन् र यो कुराहरूलाई सबै कुरा मिलाउँदै लानुपर्ने छ। त्यो भएको कारणले अलिकति इट विल टेक टाइम, तर हामी एकदम स्मुथमा अगाडि बढिरहेको छौँ र डेफिनेटली केही गर्छौँ फर नेप्लिज कम्युनिटी। हस्, धन्यवाद। अब बिचमा आउने समस्याहरूलाई समाधान गर्दै पछिसम्म पनि जो आउन चाहनुहुन्छ जोसुकैलाई पनि तपाईँहरूले एउटा चाहिँ सहयोग गर्ने हिसाबले एज अ बिजनेस पनि त्यो हिसाबले अगाडि बढ्दै जाओस् र वर्षौँ वर्ष अगाडि बढ्दै जाओस्। शुभकामना। यो थ्याङ्क यू सो मच सर। यो डेफिनेटली अगाडि बढ्छ बेस्ट भिजन, किनभने विगत 3 वर्षदेखि यो हिसाबले बढिरहेको छ। कति चाहिँ हामीले सिक्नुपर्ने कुराहरू थियो, सिक्दै हामीले काम गर्दै अगाडि बढ्दै रहेको छौँ भने हामीले 3 वर्षमा केही न केही अनुभव लिइसकेको छौँ। र अब हामी के चाहन्छौँ भने यो 3 वर्षभित्रमा लिएको अनुभव, यो 3 वर्षभित्रमा पाएको दुःखलाई नै र यो मान्छेहरूबाट पाएको अपहेलना नै हामीले अगाडि लिएर जानेछौँ। र बेस्ट भिजन आई होप यो सबैजनाको साथ सपोर्ट छ, यो टिम मेम्बरहरूको त्यति ठुलो हात छ र धेरैभन्दा धेरै अगाडि बढ्नेछ र एक दिन बेस्ट भिजन आफ्नो नाम स्थापित गर्नेछ इन द वर्ल्ड एन्ड दिस अर्थ है नि। त्यस पछाडि हामी त्यसको सेलिब्रेसी डेफिनेटली गर्नेछौँ। र अन्त्यमा सबैजनालाई धेरै धेरै धन्यवाद, जतिजनाले हामीलाई साथ सपोर्ट गर्नुभयो बेस्ट भिजन आज यो लेभलमा पुग्नको लागि। र सबैभन्दा धेरै धेरै धन्यवाद जतिजनाले हामीलाई इन्स्टल गर्नुभयो, जतिजनाले हाम्रो खुट्टा तान्नुभयो, जतिजनाले हामीलाई हेप्नुभयो, हाम्रो बारेमा कुरा गर्नुभयो, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। किनकि तपाईँहरूकै यो कारणले गर्दाखेरि झन् हामीले आफ्नो एउटा राम्रो छवि बनाएर सस्टेनफुल अगाडि बढिरहेको छौँ दुबईको यो अस्तव्यस्त सहरमा। यस डेफिनेटली सधैँभरि अगाडि नै बढ्नेछ बेस्ट भिजन। थ्याङ्क यू सो मच। हस्, धन्यवाद।